हिन्दू धर्म, देवी देवता, पर्व तथा मन्दिरहरूको विषयमा अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूमाथि कडा कानूनी कारबाहीको माग गर्दै वीरगञ्जमा हिन्दू समाजको आह्वानमा निकालिएको विशाल जुलुस तथा प्रदर्शनपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस 21 गते दिउँसो 1 बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। आदेशको उल्लङ्घन गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। विगत 2 दिनदेखि वीरगञ्जमा सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गतिविधिहरू बढेका सन्दर्भमा निषेधाज्ञा आदेश जारी भएको अनुमान गरिएको छ। हिन्दू समाज तथा विभिन्न धार्मिक सङ्घ-संस्थाहरूको सहभागितामा आयोजित प्रदर्शनमा युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। बिहान गहवामाई मन्दिर अगाडिबाट सुरु भएको जुलुस माईस्थान आदर्शनगर हुँदै अलखिया चोकतर्फ अघि बढेको थियो। तर सम्भावित धार्मिक झडपलाई मध्यनजर गर्दै प्रहरीले जुलुसलाई छपकैया क्षेत्रतर्फ जान रोकेर घडिअरुवा पोखरीतर्फ मोडेको थियो। घडिअरुवा, माईस्थान चोक र घण्टाघर हुँदै जुलुस जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले हिन्दू धर्ममाथि टिप्पणी गर्नेलाई कारबाही गर, हिन्दू हिन्दू भाइ भाइ जस्ता नारा लगाएका थिए। उनीहरूले धार्मिक सद्भाव र सामाजिक शान्ति खलबल ल्याउने गतिविधिहरू अस्वीकार्य रहेको भन्दै राज्यबाट कडा कदम चाल्न माग गरेका थिए। जुलुसमा सहभागी हिन्दू अगुवा सन्तोष सर्राफले विदेशी भूमिमा बसेर हिन्दू धर्म, देवी देवता र पर्वहरूमा अभद्र टिप्पणी गर्ने व्यक्तिहरूले समाजलाई विभाजित गर्ने प्रयास गरिरहेको आरोप लगाए। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले व्यापक सुरक्षा सतर्कता अपनाएको थियो। प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ। यसैबीच हिन्दू समाजका अगुवाहरू र प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गठित विशेष सुरक्षा समितिबीच धार्मिक आस्था तथा भावनामा चोट पुर्याउने गतिविधिहरूलाई कानूनी दायरामा ल्याउने विषयमा छलफल सुरु भएको छ। यसअघि आइतबार साँझ पनि हिन्दू युवाहरूले वीरगञ्जमा मोटरसाइकल र्याली निकालेका थिए। प्रदर्शनकारीहरूले यस्ता अभिव्यक्ति तथा गतिविधिहरू दोहोरिन नदिन राज्यलाई सचेत गराएका छन्।